खल्ती वालेटको नयाँ एकाउन्ट कसरी बनाउने, केवाइसी कसरी भर्ने, भेरिफाई कसरी गर्ने, त्यसको लागि सबभन्दा सुरुमा मैले स्क्रिनमा जाऊ त्यो भन्दा अगाडि एक लाइक गरी च्यानललाई सब्स्क्राइब गरिदिनु होला। जब आफ्नो मोबाइल स्क्रिनमा खल्ती एप्लिकेसनलाई डाउनलोड गर्नको लागि प्ले स्टोरलाई ओपन गर्नु अनि यहाँ सर्च आइकनमा खल्ती मात्रै सर्च गर्नु। खल्ती आइसकेपछि यो एप्लिकेसन छ, यो एप्लिकेसनलाई डाउनलोड गरेर ओपन गर्नु अनि गरेपछि यहाँ गेट स्टार्ट भन्ने छ, यहाँ गेट स्टार्टेडमा क्लिक गर्नु अनि अलाउ गरिदिनु अनि यहाँ चाहिँ तपाईहरुले आफ्नो मोबाइल नम्बर हाल्नु। जस्तै यहाँ चाहिँ म हालिरहेको छु। हालिसकेपछि यसमा चाहिँ तपाईहरुले के गर्नु होला, प्रोसिड गरिदिनु। प्रोसिड गर्नुबित्तिकै यहाँ चाहिँ तपाईहरुको मोबाइलमा ओटिपी आइहाल्छ। मैले जसै अलाउ गरिदियो, अलाउ गर्नुबित्तिकै यहाँ चाहिँ मलाई मेसेजहरु आइसक्यो खल्ती भनेर अनि यहाँ चाहिँ तपाईहरुले आफ्नो फुल नेम हाल्नु होला। जस्तै कि म हाल्दियो, हालिदिसकेपछि प्रोसिड गरिदिनु अनि यहाँ चाहिँ तपाईको आइएमपी छ भने यहाँ प्रोसिड गर्नु, छैन भने आई डु इट लेटरमा क्लिक गरिदिनु अनि यति गरिसकेपछि यहाँ चाहिँ तपाईहरुको यो खल्ती एकाउन्ट खोल्ने छ। अब चाहिँ यसमा चाहिँ केवाइसी भेरिफाई गर्नु पर्यो। त्यो कसरी हो त्यो सिकाउन गएको छु। त्यसको लागि केवाइसी मा क्लिक गर्नु। यहाँ चाहिँ तल यहाँ चाहिँ एकैछिन वेट गरिदिनु। यसलाई म क्रस गरिदिन्छु अनि यहाँ तल केवाइसी मा क्लिक गर्नु। क्लिक गरिसकेपछि यहाँ एकछिन चाहिँ लोडिङ लिन्छ अनि यहाँ सेटअप गर्नुपर्छ, भेरिफाईमा गर्नु अनि एउटा यहाँ तपाईहरुले आफ्नो मोबाइलमा एउटा कुनै पासवर्ड सेट गरिहाल्नुहोस्। जस्तै यहाँ म चाहिँ गरिरहेको छु सेट पासवर्ड, तपाईहरुले पनि यहाँ गरिहाल्नु अनि यहाँ रिपासवर्ड माथि फेरि हाल्दिनु होला अनि हालिसकेपछि यहाँ कन्टिन्यू गरिदिनु। कन्टिन्यू गरिसकेपछि यहाँ चाहिँ एउटा पिन बनाउनु पर्छ। त्यो पिन तपाईहरुले आफ्नो हिसाबले बनाउनु होला, कुन पिन चाहिँ राख्नुहुन्छ। राखिसकेपछि अनि सेट खल्ती एम पिनमा गरेर अनि ओके गरिदिनु अनि फेरि तपाईहरुले केवाइसी मा गर्नु अनि यहाँ चाहिँ अब पर्सनल इन्फर्मेसन भन्ने छ, यहाँ भेरिफाईमा जस्ट क्लिक गरिदिनु जस्ट अनि यहाँ कम्प्लिट केवाइसी अनि यहाँ तपाईहरुको यहाँ चाहिँ नेम आइसकेछ अनि यहाँ चाहिँ मेल गरिदिनु अनि म्यारेज हो कि सिंगल हो त्यो सिलेक्ट गरेर यहाँ चाहिँ फादर नेम, मदर नेम अनि ग्रान्डफादर नेम अनि अपर्च्युनिटीमा तपाईहरु स्टुडेन्ट हो कि के हो त्यो चाहिँ गरिदिनु होला। म स्टुडेन्ट हो, मैले स्टुडेन्ट सिलेक्ट गरी अनि म आफ्नो डिटेल फिल गरेर म तपाईलाई देखाउन गएको छु अनि यति गरिसकेपछि यहाँ चाहिँ तपाईहरुको केवाइसी लाइभ लाइन्स भन्ने छ। यसमा चाहिँ तपाईहरुको लाइभ फोटो खिच्नु पर्छ अनि यहाँ स्टार्ट भेरिफिकेसनमा गर्नुहुन्छ भने यहाँ चाहिँ तपाईहरुको फोटो खिच्नु पर्छ। म तपाईहरुलाई देखाइरहेको छु, यहाँ फोटो खिचेर तपाईहरुले पनि गर्नु होला। जस्ट यहाँ स्टार्ट भेरिफिकेसनमा क्लिक गर्नुहुन्छ भने यहाँ चाहिँ रिटर्न अनि रिट्राई गरिदिन्छु म। अलाउ गर्नुबित्तिकै यो चाहिँ यहाँ फोटो खिच्ने वाला आइसकेको छ। यहाँबाट तपाईहरुले आफ्नो फोटो खिच्नु होला लाइभ। म खिचेर म तपाईहरुलाई अगाडिको प्रोसेस कुन हो म देखाउन गइरहेको छु। साथीहरु यहाँ चाहिँ एउटा शो गर्छ फोटो अनि त्यसपछि तपाईहरुले यस्तो गर्नुपर्छ दुईटा औंलाले, जस्तै कि म यहाँ गरिरहेको छु। यहाँ तपाईहरुले हेर्न नै सक्नुहुन्छ मैले यो दुईटा औंला माथि गरेछु। जस्तो फोटोमा देखाछ त्यस्तो नै गर्नु होला अनि मात्रै हुन्छ। अनि यति गरिसकेपछि यहाँ हेर्न सक्नुहुन्छ भेरिफिकेसन डन भनेर आइसकेको छ अनि यहाँ सिलेक्ट नेसनालिटी अनि नेपाली अनि चुज योर टाइप्स डकुमेन्ट भनेर अनि यसबाट तपाईहरुले जम्मा 4 वटा डकुमेन्ट युज गर्न सक्नुहुन्छ। एउटा चाहिँ सिटिजनशिप भनेको नागरिकता अनि ड्राइभिङ लाइसेन्स, भोटर आइडी अनि पासपोर्ट। यो 4 वटा मध्ये कुनै डकुमेन्ट भए नि पुग्छ अनि म सिटिजनमा क्लिक गर्छु। जस्ट यहाँ चाहिँ तपाईहरुको नागरिकता नम्बर कति हो त्यो हाल्दिनु अनि चाहिँ यहाँ सिटिजन फ्रन्ट फोटो जस्तै कि यहाँ यो नागरिकताको अगाडिको फोटो हाल्नु पहिला अनि ब्याकको पनि यसरी नै हाल्दिनु होला। हालिसकेपछि अनि यहाँ चाहिँ तल कन्फर्म आउँछ, त्यो गर्न बित्तिकै तपाईहरुको ई सेवा पेन्डिङमा त्यो खल्ती चाहिँ पेन्डिङमा जान्छ अनि भेरिफाई भइसकेपछि कस्तो देखाउँछ म देखाउन गइरहेको छु तपाईहरुलाई। साथीहरु भेरिफाई भइसकेपछि यहाँ चाहिँ केवाइसी भेरिफाइड भनेर यहाँ देखिहाल्छ साथीहरु अनि तपाईहरुको ब्यालेन्सहरु सबै शो गर्छ, नाम नम्बर सबैहरु यहाँ शो गरिहाल्छ साथीहरु। तो आजको भिडियोको लागि नै यति नै। एकदमै तपाईहरुलाई राम्रो लागेको होला भिडियो, एकदमै युजफुल। अनि यो खल्ती एप्लिकेसनबाट कसरी हामीले बिजुली बिल, मोबाइल रिचार्ज, वाइफाई रिचार्ज कसरी गर्ने हो भने तपाईहरुले आउँदैन भने यो भिडियोमा कमेन्ट गरिदिनु होला। यस टपिकमा पनि म भिडियो बनाइदिने छु तपाईहरुको लागि। तो ल त साथीहरु अहिलेको लागि बाइ बाइ।